हेलो साथीहरू, आज हामी कुरा गर्नेछौँ हिजो भएको नेपाल भर्सेस स्कटल्यान्ड म्याचको बारेमा। गाइज, हाम्रो नेपालले के कारणले हिजोको म्याच हारिसक्यो र किन हारिसक्यो त्यसको बारेमा हामी आज कुरा गर्नेछौँ। साथीहरू, यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र कमेन्टमा भन्नुहोला। योभन्दा पहिला धेरै साथीले कमेन्टमा भनेको थियो मेरो भिडियोमा केही ल्याङ्ग्वेज प्रब्लम थियो र केही स्किल प्रब्लम थियो, त्यसको बारेमा साथीहरूले मेसेज गरेर भनेको थियो अनि म त्यो कमेन्टको रिप्लाई पनि गरेको थियो कि नेक्स्ट भिडियोमा म बेस्ट दिनेछु। सो साथीहरू, आउनुहोस् त हामी कुरा गर्नेछौँ हिजोको म्याचको बारेमा। साथीहरू, हिजोको म्याच एकदमै राम्रो खेलिरहेको थियो अनि कहाँ गएर कसरी गल्ती गरिहाल्यो हाम्रो नेपालले अनि कसरी म्याच हारिसक्यो त्यो हामी कुरा गर्नेछौँ। हाम्रो नेपालले फर्स्ट ओभरदेखि लास्ट ओभरसम्म एकदमै राम्रोसँग खेले, 49 ओभरसम्म एकदमै राम्रोसँग खेले र लास्ट ओभरमा गएर हाम्रो नेपालले एकदमै ठुलो गल्ती गरिदियो। अब गल्ती के गरियो? अब पहिलाको म्याचमा पनि, पहिला स्कटल्यान्डसँग म्याच खेलेको थियो, त्यो म्याचमा पनि यस्तै सेम थियो। पहिलाको म्याचमा पनि एक ओभरमा, लास्ट ओभरमा 7 रन जति चाहिएको थियो र यो हिजो भएको म्याचमा पनि एक ओभरमा 7 रन जति चाहिएको थियो। तर कारण के छ हार्नको कारण यो छ कि पहिलाको म्याचमा हाम्रो प्लेयरमाथि एकदमै प्रेसर थियो, हारेको म्याच थियो। अब लाग्यो हारिहाल्छु, यो अब जसो भयो त्यसो खेल्छु, त्यो म्याच जितिसकेको थियो। तर हिजो भएको म्याचमा जितेको म्याच हारिसक्यो। अब जितेको म्याच हारिसक्यो, किन हारिसक्यो? त्यसमा हाम्रो प्लेयर एकदमै ओभर कन्फिडेन्स थियो। अब ओभर कन्फिडेन्सको कारणले ठुलो सट खेल्न थाल्यो। अब ठुलो सट खेलेपछि हाम्रो नेपालको विकेट गइसक्यो। करण केसीले एकदमै ओभर कन्फिडेन्स थियो। अब ठुलो सट खेल्नको कारणले हाम्रो करण केसीको विकेट गइसक्यो। त्यसपछि साथीहरू ललित राजवंशी आयो र ललित राजवंशी पनि आफ्नो विकेट गुमाइसक्यो अनि विकेट गुमाउनको साथै म्याच पनि गुमाइसक्यो। र साथीहरू, अब भोलि हुन गइरहेको छ नेपाल भर्सेस नेदरल्यान्ड्स। के नेदरल्यान्डसँग पनि यस्तै गल्ती गरेर हाम्रो नेपाल हार्छ कि यो भन्दा राम्रो बेस्ट गरेर हाम्रो नेपाल नेदरल्यान्डसँग जित्छ? साथीहरू कमेन्टमा भन्नुहोला। यदि भोलिको म्याचमा हाम्रो नेपालले राम्रो खेल्यो भने 2 पोइन्ट अझै एड हुनेछ। यदि त्यो म्याच पनि हार्यो भने 2 पोइन्ट अझै लस हुनेछ। गाइज, यदि मेरो भिडियो राम्रो लाग्यो भने मेरो भिडियोलाई लाइक गरिदिनु होला र कमेन्टमा भन्नुहोला।